ल है साथीहरू आज चाहिँ यहाँनिर के अरे अब यो के अरे सङ्ग्रहालय म्युजियम चाहिँ ओल्ड म्युजियम रहेछ हो ओभरै दामी छ हाम्रो ह्यान्डसम फादर यस यस सो नाइस है साथीहरू आपा जाउँ ल त हाम्रो दुईजनाले मजाले इन्जोय गरिरहेछ ल ल ल ल ल ल ल यसरी हामी इन्जोय गरिरहेछौँ यो चाहिँ एकदमै पुरानो म्युजियम ओभरै राम्रो देखिँदो रहेछ भिडियो नट एलाउ त भन्दै थियो तर भिडियो चाहिँ गरिरहेको रहेछ अरूले त्यसले गर्दाखेरि चाहिँ मैले पनि गरेँ यहाँ कुनै बोर्ड लेखेको छैन सायद भित्र चाहिँ पाइँदैन होला खानीहरू यस्तो छ हेर्दै जाउँ है साथी हो चाहिँ यो हो यहाँबाट चाहिँ हामी इन्ट्री गरेको है साथी हो ओभर दामी डेकोरेटेड छ वाह सो नाइस क्या दामी देख्दछ साथी हो क्या दामी छ यार यहाँ ल हो मेरो छोराहरू त भित्र पसि त हालेछ हौ फादरले हेर्दैछ रमिता खुब दामी रहेछ भित्रीपट्टि साइडमा साङ्गे साङ्गे जना चाहिँ एकदमै रमाइलो छ ल उनीहरूलाई त पानी जस्तो लागेछ ल ल ल स्विमिङ खेल्नु ल ल माछा पक्रिनु आँटे मेरोहरूले फिसहरू देखेछ नि त हो रमाएर केही छैन यहाँनिर चाहिँ शिव भगवानको यहाँबाट चाहिँ पानी आउँदै गरेको हेर्नुहोस् आमा माछा पक्रिनु होला बिजी आपा माछा पक्रिँदैन ल बिजी छ सबैजना यो चाहिँ एकदमै राम्रो रहेछ नि त पुरानो जग्गामा म्युजियम बनाएको छ यहाँ है यहाँ चाहिँ पछाडि चाहिँ एकदमै राम्रो नक्साहरू पनि रहेछ एकदमै दामी नक्साहरू छ है छ यस्तो पनि रहेछ है साथीभाइ हो यहाँनिर वाउ डल्फिन पनि रहेछ यहाँ आमा भिडियो बनाउनुमा बिजी छ यहाँ ए साह्रै मजाको छ है पुरानो कलाकृतिले भरिएको घर रहेछ यो चाहिँ अब अहिले माथितिर सायद उयो होला हौ कन्स्ट्रक्सनमा छ त्यसले गर्दा माथि त पस्नु दिँदैन रहेछ है एकदमै मजाको लाग्यो यो चाहिँ मलाई एकदमै मजाको पुरानो डिजाइनको घर हो यो भनेर हेरेको त यहाँ रहेछ सबै फ्यामिलीहरू त बसिरहेको हजुर त्यहाँ त अहिले हवाजे मात्रै होला हौ हङ्गुजी निक्ल्यो हो यिनीहरूलाई चाहिँ अब बिजी लाइफ भइरहेछ कहाँ जाउँ हेर आमामा कति कुदुङ भइरहेको रहेछ के गरौँ हो ल ल बहिनी पनि कमी छैन कुद्नु थाल्यो जाउँ न घुमौँ न लु जाउँ तपाईँ टायर्ड मुडमा छ नि वाउ यो फ्रन्ट फेस सो नाइस बिल्डिङ ओल्ड हेरिटेज वाउ साह्रै मजाको यहाँ प्रतिमा
अरू पनि मजाको हो। मेरो छोराको बदमासी चाहिँ पुरै छ हो। आप्पा चाहिँ अब मूर्ति हेरिरहेको छ भने साङ्गे र साङडोलमा चाहिँ एकदमै स्पिडमा छ। अनि यो चाहिँ ओभरै मजाको पुरानो घर भनौँ त्यसलाई चाहिँ अब एकदमै सजाउने कामहरू गर्दैछ, रिनोभेसन भनौँ न गरिरहेछ। पिसफुल एरिया, एकदमै पिसफुल छ यहाँको एरिया है। टाउन भित्रमा अब यतिको मजाको जग्गा। अनि मेरो ब्याकपट्टिको पनि साथीहरूलाई देखाउँछ। मेरो ब्याकको पोर्सनहरूलाई यसरी देख्दो रहेछ साथी हो। यो पटना म्युजियम चाहिँ स्पेसली 1928 को रहेछ। अब अहिलेको चाहिँ होइन रहेछ साथी हो। 1928 को पटना म्युजियम अन्त त्यसले गर्दाखेरि चाहिँ अब यसलाई पुरै रिनोभेसन गर्नु चाहिँ इम्पोर्टेन्ट रहेछ। अनि यो चाहिँ अब एकदमै पुरानो हावेली टाइपको रहेछ है, सायद होला पनि। अब अहिले त्यसलाई बादमा म्युजियम बनाएको थियो होला होइन साथी हो। अन्त अहिले चाहिँ एकदमै यसलाई रिनोभेसन चल्दैछ। अनि यहाँ ब्रिटिस कालीनको 30 गभर्नरहरूको पनि प्रतिमाहरू देखिन्छ यहाँ। हेर्नुहोस् त हो, देखिन्छ। ब्रिटिस कालीनको होला सबै। साह्रै मजाको पुरानो जमानाको आर्टिस्टिक माइन्ड सेटलाई चाहिँ मान्छु म। ब्रिटिस जमानाको त नि यताको राजा जस्तो देखिन्छ। मेरो सब परिवारहरू चाहिँ कतातिर भाग्यो त। यहाँभित्र पसेछ हो। यो चाहिँ मजाले बारपुर। अनि यहाँबाट पस्यो भने चाहिँ बेस्ट हुनेछ, किनभने बच्चाहरू चाहिँ सबै यताबाट भित्र पसिरहेको रहेछ। अनि यहाँनिर आउने इच्छा पनि थियो, पुरा भयो है। अब एकदमै रिनोभेसनको वर्क चलिरहेछ। कम्प्लिट भएपछि सायदै मजाको नै हुने रहेछ। पुरानो समयको धरोहरै जतिकै रहेछ यो पनि। अनि यहाँबाट चाहिँ देखिने अब यो मन्जराहरू चाहिँ यस्तो रहेछ, नजाराहरू भनौँ। बडै मजाको देखेको नि साथी हो। दुईजनाले थकाउनुसम्म थकाएछ। अनि यहाँ सलक्क भएर बसिरहेछ भने बाजे नाति र नातिनी चाहिँ हिँडिरहेछ। हेर्नुहोस् है, उयो पर पुगिरहेछ। उनीहरू चाहिँ बस्नु सक्दैन, अब एकदमै बिजी लाइफ हेरिरहेछ। अनि गरम पनि ठिकैको छ। जेसुको तोप चाहिँ पड्काइन्छ साथी हो। औ ल वेट, यहाँ चाहिँ छ अब तोप रहेछ हो। पहिले जमानाको तोपहरू चाहिँ अब यसरी चाहिँ यसले चाहिँ कुदाएर लानुपर्ने रहेछ हो। पछाडिबाट चाहिँ अब त्यसको ब्याक यसलाई चाहिँ कन्ट्रोल गर्ने होला सायद। अनि यो चाहिँ रहेछ तोप। यो त अब प्रायःले देखेकै है, पहिलेतिर यो खालकै तोप हुन्थ्यो भनेर थाहै छ। लु त यहाँ पनि रहेछ एउटा, कहाँ एउटा दुईवटा तोप रहेछ यहाँ पनि फेरि हो। मेरो दुईजना कुदेकै छ। अनि यहाँबाट चाहिँ यस्तो खालको देखिन्छ है साथी हो। साह्रै मजाको पहिलेको जमानाको तोपहरू पनि यहाँ बिचरा है। त्यो जमानाको ठुलो हतियारहरू अहिले चाहिँ बाहिरतिर त्यसै सजाउनु मात्रै भयो। त्यसको चाहिँ बस्ने पनि रहेछ अझै फेरि।